हेलो गाइस वेलकम टु माई सेकेन्ड ब्लग। सो आज चाहिँ परेश भाइको बाइक स्टार्ट भएन अरे, त्यसको स्टार्ट कसरी हुन्छ अब देखाउँछु। पहिला जाम त्यसको घरसम्म भेटौँ अब सिधै स्कुटरतर्फ। भ्लगिङमा यहाँ मेरो 200 भ्युज कट हो, छोड्नु। यहाँबाट चलाएर हामी पत्थरगन्जतिरको यात्रा परेश भाइको घरसम्मको गाडी टक्क लाएर परेश भाइको घरसम्मको यात्रा गाइस। पहिला भिडियो चेक गरौँ कस्तो आज सडक चलाएर। परेश भाइको चाहिँ के भयो भन्दा बाइक स्टार्ट भएन अरे। परेश भाइको बाइक चाहिँ अब त्यस्तै भयो भनौँ न। अब बिहान चिसोले हो कि तेल त छ भन्छ तर स्टार्ट भएन भन्छ। अब कार्बोरेटरमा प्लगमा समस्या हो कि एकचोटि अब चेक गरौँ गएर भयो भने भयो, भएन भने एकचोटि धकालेर स्टार्ट गर्ने ट्राई गरौँ, त्यही हो। अक्कलाएर यस्तै छ जिन्दगी, मरिलानु के छ र 2 दिनको नाच्छु। यहाँबाट चाहिँ लेफ्ट है, पुलचोक परेश भाइको आज मैले घरसम्मको देखाउँछु तपाईँहरूलाई बाटो। अन द वे परेश भाइ म अब धनिया पुलको पुल आइसकेपछि परेश भाइको घर जानलाई यहाँबाट राइट टर्न। सिधा जाम। 40 मिनटको भिडियो बनायो भने 13 मिनटको हुन्छ काट्दा काट्दा। के बोलिन्छ बिचमा त्यो पनि काट्न पर्यो, सबै मिलाउनु पर्यो, गाह्रो छ। अब यहाँबाट अब परेश भाइको घर जानलाई टक्क राइट टर्न। तसँग टक्क लाएर जाम परेश भाइको घरसम्म। अब अनि त्यस्तै त हो नि, अरू के छ र। नयाँ नयाँ भनौँ न अब स्टार्टिङ त होइन, च्यानल त पहिल्यै थियो होइन। 422 सब्सक्राइबरको च्यानलको लोगो चेन्ज गरेको टक्क लाएर मैले। अनि च्यानलको लोगो चेन्ज गरे पनि पसन सापकोटा जो छ नाम, किन भन्दा अहिले मैले चेन्ज गर्दिनँ। मेरो अब यही नाम सुरुदेखि नै यही नाम राखेर 422 सब्सक्राइबर पुऱ्याइसकेको छु। अब बिचमा हटाउन नि भएन। अब महिनामा वर्षमा एउटा भिडियो अपलोड गरेर कहाँ हुन्छ त नि युट्युबमा। अब सकेसम्म हप्तामा 5वटा, नभए हप्तामा 3टा 2टा जति भए पनि हाल्ने कोसिस गर्छु लङ भिडियो। अनि सर्ट भिडियो चाहिँ अब गेमको मात्र आउँछ, फ्री फायरहरूको। लङ भिडियो चाहिँ भ्लगको आउँछ। तपाईँहरूले सजेस्ट गरिदिनु होला छुट्टा छुट्टै च्यानल बनाऊँ कि एउटा गेमको लागि र नयाँ बनाऊँ कि भ्लगको लागि, त्यसैमा कन्टिन्यू गरौँ अहिलेको लागि। टक्क लगाएर सजेस्ट गरिदिनु होला। अनि ट्याक्क क्याब कटमा लगाएर हेरौँ, अब काट्न पऱ्यो भने काटौँला। टक्क लगाएर परेश भाइको घर चाहिँ यही हो। यहाँबाट यस्तै लेट हानेपछि परेश भाइको घर आयो। परेश भाइको बाइक त्यहाँ। परेश भाइ पनि आयो। नमस्ते। परेश भाइको बाइक स्टार्ट भएन अरे, अब कसरी गर्ने हो। चाबीले चाबी त उता लिएर आइज जा। परेश भाइले चाबी लिएर आउँछ। परेश भाइको बाइक चाहिँ यही हो।
टक्क लाएर हेर्न सक्छौ छैन बाइक। गर्र गर्र गरे यो के को हो थाहा पछाडिको युट्युबमा हाल्ने भाइ भरे साइको बाइक स्टार्ट नभएको भनेर अझै अझै यतिमा तोर हुन्न अझै अझै बन्द भयो तेल भ्याइएर हो कि पत्ता थिएनस् नि भाइ हेर त भुरभुर गरेर आफै बन्द भयो गर्दिनँ पुरै फुल भिडियो हाल्ने 50 मिनटको भयो 50 मिनटको बोतल यता लिएर आइज नि त डाइरेक्ट हालिदिन्छु टङ्कीमा मलाई देखा न कलच्याप अझै पनि पेट्रोल राम्ररी पास भएन हेलमेट लगा रुक मैले लगाइदिन्छु उ गर आइज अब हुन्छ क्या यार स्टार्ट अब त्यस्तो उ भएन अहिलेको जस्तो हो त्यो हेलमेट लगाएर आइज जा बस पहिला तल च्याप्दै गर भयो साग रुके मैले लिएर आउँछु के साग कहाँ छोड्ने होस् र नहरपुर ए गाडी बल्ल 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 स्टार्ट भयो पैसा छ जाम न त फेरि बत्तल हालेर लिएर आऊँ क्या यहाँसम्म 1 लिटर 1 लिटर लेख्या के कति जान्छ हाल्नु न ल जान रहेछ जान रहेछ के खुल्ला छैन नि त मसँग छैन अझै 50 को यो खनार लिएर
कमेन्ट गर्न पर्यो यसको मम्मीले आपात लायचं नाही तेर माहिती राहून तेर भयो पुग्छ भनेको यही आयो के त त्यो त लाग्छ होला यार 1.5-2 वर्ष केटाहरू पछाडि मलाई धक्काले हाने यार ए अलि सिधा सिधा के यसले बाङ्गलो ह त ल छोड्दे यसले छोडेको तरिका भाइ मैले गरिदिन्छु हो हाम्रो विवेक सोल्टी तर रेकर्ड पो भयो कि भएन हेर यार ए भयो ठिक छ ठिक छ ल कसो ल सुजनले चाहिँ यस आइडिया चाहिँ बवाल लाउँछन् है मलाई मन पर्यो सुजनको आइडिया ए सन्देश के छ कहाँ ब्लग बनाउँदै नि छेउला आएर खै यहाँ परवेशको मामा कहाँ हो लादिदिए कुनमा पढेको छ अहिले कुन सब्जेक्ट साइन्स हो र ट्यालेन्ट भएपछि त्यस्तै हो परवेशले पठाइदिएको भन नमस्ते ठिक छ ए त्यत्तिकै घरतिर अब बाइक स्टार्ट भएन भने चाहिँ बोलाएको थियो कि ढकाल्न परेर त्यसको बिग्रेर रहेछ पलक गयो क्या अनि स्टार्ट गरिदिएर उ गरिदियो सन्देश त यार हर्लक्कै पढेको त यो 10-12 वटी केटी बनायो भन्ने सुनेको थिएँ अक्सफोर्डको हो र हो सन्देश कत्रो भयो ल ल गएँ है म परेश भाइले गर्दा मलाई जहिले तेलको चुना लाग्छ यार के गर्ने नि के नगर्ने हुन्छ जहिले तेलको चुना नोक्सान कस्तो मजाले सुतेको थिएँ म परेश भाइले बिचरा बोलायो त्यसपछि दिदी उता काठमाडौँ जान लागेको थिएँ अनि दिदीलाई बिदाई गरेर आउँछु भनेर बोलाएर बिदाई गरेर त आइयो होइन
यता जानु एकचोटि शिशिरसँग। छैन क्या बाटो भनेको रहेछ।